यो हो बैतडी जिल्लाको पुर्चौडी नगरपालिकाको बसन्तपुर बजार नजिक रहेको कमल विशाल पार्क खेलकुद मैदान। यहाँ भनेको अहिले 15औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड सुरु भइसकेको छ र उद्घाटन भइसकेपछि विद्यार्थी खेलाडीहरू मार्चपास्ट गर्दैछन् र मन्त्री दामोदर भण्डारीज्यूको विशेष उपस्थितिमा उद्घाटन गरिएको थियो यो राष्ट्रपति रनिङ सिल्ड, जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड। तर कम्पेयर गर्ने हो भनेपछि यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड र पहिलाको हाम्रो नगरपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्डको कम्पेयर गर्ने हो भनेपछि पहिलाको नगर स्तरीय राष्ट्रपति रनिङ सिल्डको डेकोरेसन 50 गुणाले राम्रो थियो। पुरै सजावट थियो, ध्वजा पताका थियो, गेटहरू लगाएको थियो, ब्यानरहरू लगाएको थियो, एकदम उत्साह थियो, त्यत्तिकै डेकोरेसन थियो र मान्छेको उपस्थिति पनि एकदमै राम्रो थियो। अहिले भनेपछि एउटा गेट पनि लगाएको छैन, एउटा ब्यानर लगाएको छैन, त्यही मञ्चको अगाडि एउटा ब्यानर लगाएको छ र अर्को भनेको त्यो कहाँ पुलको पछाडिबाट लगाएको छ भनेको सुनेको थियो, मैले देखिनँ। जति जति बजेट थपिँदै गयो त्यति डेकोरेसन घट्दै जाने रहेछ हाम्रो जिल्लामा। त्यही भएर मान्छेको उपस्थिति पनि हेर्नु नि, 900 जना त खेलाडीहरू नै होला, 900 जना भनेपछि यहाँ दर्शकहरू हेर्न सक्नुहुनेछ, केही पनि छैन, यहाँ 1000 पनि छैन भनेपछि त्यस्तो खालको डेकोरेसनै छैन। मन्त्रीबाट उद्घाटन गरिएको कार्यक्रम साउन्ड सिस्टम पुरै झुर छ। 5वटा ल्याएको थियो, त्यो सानो सानोवाला एउटा ल्यायो बिग्रिँदै गइरहेको थियो, अर्को ल्यायो बिग्रिँदै गइरहेको थियो, खै के हो बुझ्नै सकेन। मलाई त यस्तो खलो लाग्यो यो राष्ट्रपति रनिङ सिल्ड जिल्ला स्तरीय, योभन्दा पहिलाको हाम्रो नगरपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड एकदमै राम्रो थियो। म त्यसको भिडियो पनि यसको पछाडिपट्टि राख्ने थिएँ, तर यो युट्युबले चाहिँ रिल्स कन्टेन्ट भन्दो रहेछ, त्यही भएर मैले राखिनँ र एउटा सानो क्लिप चाहिँ म यो भिडियोको लास्टमा राख्नेछु, हेर्नुहोला र कम्पेयर गर्नुहोला है। मोबाइललाई उल्टो बनाउनु होला साथीहरू, यो हो नगरपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड। त्यो बेला भएको थियो, त्यो बेलाको भिडियो हेर्नु त, त्यो बेलाको डेकोरेसन, त्यो बेलाको उपस्थिति कति राम्रो छ ल, हेर्नु त। यो नगरपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड र जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डमा कुन चाहिँ ठिक लाग्यो प्रतिक्रिया दिनुहोला। र अन्तमा यो भिडियो हेरिसकेपछि तपाईँलाई यो भिडियो कस्तो लाग्यो जस्ताको जस्तै प्रतिक्रिया दिनुहोला। राम्रो लाग्यो भने राम्रो कमेन्ट गर्नुहोला र नराम्रो लाग्यो भने त्यो पनि कमेन्ट गर्नुहोला। आगामी दिनमा म त्यो भिडियोलाई सुधार्ने प्रयास गर्नेछु। धन्यवाद।